हजुरहरूलाई टाइम म्यानेजमेन्ट गर्न गाह्रो भइरहेको छ। अभियसली पनि कुनै पनि व्यक्तिको एउटा निश्चित गोल छैन, निश्चित भिजन छैन, निश्चित डेस्टिनेसन छैन भने अभियसली पनि टाइम म्यानेजमेन्ट गर्न गाह्रो नै भइरहेको होला। यता हेऱ्यो, फोन चलायो, रिल स्क्रोल गर्यो, यत्तिकै बस्यो, त्यही नै हो। मेरो डेली लाइफ नै त्यसरी नै चलेको छ। एउटा निश्चित गोल बनाउनु पर्यो कि क्लियर गोल बनाउनु पर्यो। यदि हजुरहरूले साँच्चीकै नै टाइम म्यानेजमेन्ट गर्न चाहनुहुन्छ भने निश्चित एउटा क्लियर गोल बनाउनु पर्यो। कुनै पनि आफूले इच्छा लागेको गोल बनाउनु कि फर्स्टमा त नम्बर 1 थिङ्स क्लियर गोल बनाउने। अनि त्यसमा के पर्छ भन्दा गोल बनाउन के चाहिन्छ त? एउटा डिसिजन चाहिन्छ। आफूले इच्छा लागेको गोल चुज गर्नु पर्यो, डिसिजन लिनु पर्यो। अनि त्यसपछि नलेज, थोरै नलेज लिनु पर्यो त्यस गोल एचिभको लागि के गर्नुपर्छ भनेर, अनि एक्सन लिने। नलेज मात्रै लिएर यत्तिकै बस्यो भने पनि त्यो गोल एचिभ हुनेवाला छैन कि। त्यही भएर नलेज सँगसँगै एक्सन पनि लिइहाल्ने। नलेज प्लस एक्सन गर्यो भने पनि अगाडि बढ्न सकिन्छ। एक्सन लिइहाल्यो भने बिस्तारै नलेज लिँदै त्यसैमा एक्सन लिँदै प्लानहरू बनाउँदै अगाडि बढ्न सकिन्छ। त्यसपछि त्यो गोल एचिभ गर्ने क्रममा अब्जेक्सन आउँछ होला, अब्जेक्सन ह्यान्डल गर्नु सक्नु पर्यो। अनि त्यसपछि रिजेक्सनहरू, अब्जेक्सनहरू आइहाल्छ नै, त्यसलाई ह्यान्डल गर्नु सक्नु पर्यो। प्रब्लम आउँछ नै, प्रब्लम आयो भन्दैमा गिभअप हान्दैन, प्रब्लम सल्युसन गर्दै अगाडि बढ्नु सक्नु पर्यो। अनि डेली कन्सिस्टेन्स भएर अगाडि बढ्नु सक्नु पर्यो। डेली वर्क गर्ने के गोल के गर्नुपर्छ त्यो गोल एचिभ गर्नको लागि भनेर। फर्स्ट प्रायोरिटी गोललाई दिने, अनि त्यसमा टाइम म्यानेजमेन्ट हुन्छ नि त। फर्स्टमा गोलको लागि काम गर्ने, अनि त्यसपछि अरू फाल्तु कामहरू पछि गर्दा हुन्छ। फर्स्ट प्रायोरिटी गोललाई दिने, अनि त्यसपछि टाइम म्यानेजमेन्ट हुँदै जान्छ। फर्स्टमा त गोललाई नै फोकस गर्नु। यसरी कन्सिस्टेन्स भएर अगाडि बढ्यो, डेली गोलको लागि रुटिन बनाएर कति टाइम दिने त भनेर छुट्याएर टक्क आफ्नो गोलको लागि आवश्यक पर्ने टाइम छुट्याएर त्यसमा कन्सिस्टेन्ट गर्नु पर्यो, अनि कन्टिन्यू गर्नु पर्यो। त्यसपछि आफूले डेली गर्न सक्यो भने 1 दिन नहोला, 2 दिन नहोला, 1 महिना 2 महिना नहोला। यदि ठुलो नै गोल छ भने त 1 वर्षमा नहोला, 2 वर्षमा नहोला, 3-4 वर्षमा अवश्य हुनेछ हजुरहरूले। त्यही भएर कन्सिस्टेन्स भएर अगाडि बढ्दा ठिक हुन्छ। बेस्ट अफ लक सबैजनालाई आफ्नो गोल एचिभ गर्नु होला। बाइ बाइ।